नमस्कार, गुड मर्निङ है सबैजनालाई। ल मैले फेरि यो मुढा 25 पिस फेरि बनाएर तयार गरेको छु र यो भिडियोहरू हजुरहरूलाई पोस्ट गर्दैछु। यदि हजुरलाई मुढा चाहिन्छ भने, राम्रो बलियो मुढाको खोजीमा हुनुहुन्छ भने चाहिँ मलाई सम्झिन सक्नुहुन्छ। यो बिचको चाहिँ यो ठुलो इटेबल हो, अरू चाहिँ बस्ने 1200 खालको मुढाहरू नि चाहिँ सबै है। यता यो चाहिँ मिडियम हो, यो चाहिँ 950 को हो। यता चाहिँ एउटा यो सानो पिस छ, यो चाहिँ 750 को। सबैभन्दा सानो साइजको चाहिँ मसँग बन्ने मुढाहरू चाहिँ यही हो है। र मुढाहरू चाहिँ नै हुन्। हजुरहरूलाई चाहिँ मुढाहरू चाहिन्छ भने चाहिँ मलाई सम्पर्क गर्न सक्नुहुन्छ। मेरो टिकटकमा, युट्युबमा, फेसबुकमा मेरो सम्पर्क नम्बर छ। त्यसमा व्हाट्सएप, इमो सबै भाइबरमा मेसेज गर्न सक्नुहुन्छ अनि अर्डर टिपाउन सक्नुहुन्छ। यसमा चाहिँ 14-15 पिस त गइसकेको छ। पूर्व जाँदैछ, पर्वत जाँदैछ यो मुढाहरू सबै। हजुरलाई चाहियो भने चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। मैले फेरि अर्को लट पनि बनाउँछु मुढाहरू। चाहियो भने सम्झिनु है त, मेसेजहरू गर्नु होला मलाई। सर देखाइदिन्छु म, हेर्नु होला। चाहिन्छ भने तुरुन्तै अर्डर गर्न सक्नुहुन्छ। सेवा गर्ने मौका दिनुहुनेछ भन्ने आशा गरेको छु। अहिलेको यो लटपछि फेरि अर्को लट पनि बनाउँछु है मैले मुढा चाहिँ। अर्को लटमा पनि अर्डर गर्न सक्नुहुन्छ। अर्डर चाहिँ टिपाइराख्नु, म बनाएर चाहिँ हजुरलाई फेरि मेसेज गर्छु अनि चाहिँ हजुरलाई सम्पर्क गर्छु र फेरि मैले पठाइदिन्छु हजुरहरूलाई। अब एक पिस 6वटा यो बस्ने मुढासहित फेरि डाइनिङ टेबलको पनि अर्डर आएको छ काठमाडौँबाट। अब त्यो डाइनिङ पनि बनाउँछौँ हामी, लगभग 4-5 जनाले बसेर खान मिल्ने यस्तै ठुलो साइजमा। योभन्दा धेरै ठुलो भनौँ न साइजमा पनि बनाउँदैछु मैले। ल मुढाहरू चाहिँ बिस्तारै हेर्नुहोस्, म चाहिँ बिस्तारै देखाउँछु है।